यो भिडियो अन्तिमसम्म हेर्नु होला अनि यो बहिनीलाई जसरी हुन्छ सम्भव भएसम्म मद्दत गर्नु होला। लाज शरम पचाएर घिन लाग्ने अमानव हरकत मान्छेले कसरी गर्न सक्छ के? एउटा नानी त्यसरी टर्कीमा बिरानो एउटा देशमा यसरी दुःख पाएर रुँदै रुँदै भिडियो बनाउनु परेको छ। तिमीहरूले यस्तो यस्तो काम गर्न लागेको छौ, लाज शरम केही लागेन तिमीहरूलाई? सायद एकजुट हुने बेला यो नै हो। असली नेपालीले चाह्यो भने हाम्रो छोरी चेलीलाई जोगाउनको लागि के गर्न सक्छ भनेर हामी सबैजनाले मिलेर देखाइदिउँ त। टर्कीमा बस्ने एनआरएनए जति पनि नेपाली समुदायका मान्छेहरू हुनुहुन्छ सबैजनाले यो विषयलाई एकदमै चिरफार गरेर इन्भेस्टिगेट गर्न मद्दत गरौँ। पुलिस कम्प्लेन हाल्नु पर्ने हुन्छ, पुलिस कम्प्लेन हालौँ। पक्कै यो कानुनको दायरामा ल्याउन मिल्ने कुरा त होला नि, हैन? नेपाली भन्न मात्र हैन, नेपाली बन्न पनि सिकौँ। अनि यो भिडियो राखेको छु, अन्तिमसम्म हेर्नु होला। टर्कीमा बस्ने हरेक नेपालीलाई शेयर गरिदिनु होला। लास्टसम्म हेर्नुहोस् किनभने तपाईको पनि रगत यसरी नै उम्लिनेछ। 15 मेमा बेबाट काम गरिरहेको थिएँ। हाउसकिपिङ कामको लागि आएको थिएँ। काम गरेको राम्रै काम गरिरहेको थिएँ। मैले त्यो होटलमा काम गरेको होटलमा हेरेसमेन्ट गरिरहेको हुन्थ्यो। त्यहाँको सुपरभाइजर मिन्स सेफले कम्प्लेन गरिरहेको हुन्थ्यो म्यानेजरलाई। मेरो कम्प्लेन गर्दाखेरि यताउता भन्ने, अनि मलाई कम्प्लेन गर्दाखेरि अनि मेरो स्यालेरी राम्रो नदिएर, भने जति स्यालेरी नदिएर मैले नेपालको एजेन्टहरूलाई कल गर्थेँ। नेपालको एजेन्टलाई कल गरेर मेरो स्यालेरी दिए छैन। 8 घन्टा काम भनेर 10-11 घन्टा जति काम लगाउँथ्यो। हप्तामा 1 दिन बिदा पनि दिए थिएन। किन दिँदैन यताउता भन्दा तिमी इन्टरभ्यू फेल भएको मान्छे कसरी पठायौ यताउता भन्ने। त्यसपछि भन्यो अनि मलाई यस्तै भयो म नेपाल फर्केँ भने म पुलिस केस गर्छ यताउता। मैले भने जस्तो काम किन दिनु भएन, भने जस्तो स्यालेरी किन दिइरहेको छैन, यताउता बिदा दिइरहेको छैन, बिरामी भयो भने यसको जिम्मा कसले लिन्छ, मलाई यताउता केही भयो भने कसले लिन्छ, मलाई दायाँ बायाँ केही भयो भने तपाईँहरू हुन्छ जिम्मा भनेर मैले यति भनेको थिएँ। त्यसपछि उनीहरूले मलाई स्पामा काम गर्न लैजानको लागि त्यो होटलबाट निकालेर सेक्सुअल एक्टिभिटिजमा इन्भल्भ पार्नको लागि मलाई यति टर्चर दिइरहेको थियो। 2 दिन अगाडि नै भनिरहेको थियो म गर्दैन, म स्पामा त कुनै पनि हालतमा गर्दैन। त्यो होटलमा 1 वर्ष भनेर कन्ट्र्याक्ट पेपर गराएर सिजनल होटलमा राखिदिरहेको थियो। 6 महिनापछि बन्द हुने, त्यसपछि अर्को होटलमा सारिदिन्छ भनिरहेको थियो। अनि त्यसपछि मलाई त्यो जुन होटलबाट निकाल्नु अगाडि 3 दिन अगाडि